सस्तो क्राउन लगाउँदा अथवा महँगो क्राउन लगाउँदाखेरि चाहिँ के फरक छ भनेर चाहिँ जिज्ञासा राख्नु भएको रहेछ। हजुरले सस्तो क्राउन चाहिँ कसरी सस्तो पर्छ भन्ने कुरा बुझौँ पहिला है त। जस्तो हजुरको चाहिँ जुन क्राउनको मेटेरियल राखेको छ त्यो नै लो ग्रेडको अथवा लो क्वालिटीको मेटेरियल राखेको छ भने हजुरलाई सस्तो पर्न जान्छ। हजुरले जुन ठाउँमा गएर उपचार गर्दै हुनुहुन्छ त्यो ठाउँमा चाहिँ अदक्ष अथवा अर्धदक्ष जनशक्ति मात्रै छन् र त्यस्ता व्यक्तिले गर्छन् भने उनीहरूको क्लिनिकल चार्ज नै सस्तो परेको हुनसक्छ है। अब अर्को कारण भनेको चाहिँ तपाईको राम्रोसँग डायग्नोसिसै नगरी, राम्रोसँग एक्सरे नै नहेरिकन बोन कस्तो छ है, सपोर्ट गर्ने दाँत कस्तो छ त्यो नै राम्रोसँग नहेरिकन गर्दाखेरि चाहिँ हजुरलाई सस्तो पर्न सक्छ है। तर यसरी सस्तो पर्छ भन्दैमा हजुरले सस्तो क्राउन राख्यो भने त्यसले चाहिँ पछाडि हजुरलाई नै समस्या दिने हुँदाखेरि हजुरले चाहिँ राम्रोसँग डायग्नोसिस गर्ने ठाउँमा, दक्ष जनशक्ति भएको ठाउँमा र राम्रो मेटेरियल जस्तो अहिले त मेटलै नभएको मेटेरियल जस्तो जिर्कोनिया, इम्याक्सहरू जस्ता मेटेरियलहरू पनि पाइन्छ। त्यस्ता मेटेरियलको दाँत लगाउनु भयो भने चाहिँ, क्राउन बनाएर लगाउनु भयो भने चाहिँ त्यसले चाहिँ हजुरलाई चाहिँ पछि गएर फाइदै हुन्छ है। यो भनेको एक किसिमको इन्भेस्टमेन्ट जस्तै पनि हो। त्यसले गर्दाखेरि चाहिँ हजुरले यी सबै प्रपर डायग्नोसिस गर्न अथवा यसरी उपचार गर्नको लागि चाहिँ दक्ष जनशक्तिलाई ओम समाज डेन्टल हस्पिटलमा आएर भेट्न सक्नुहुन्छ। नमस्ते, म डाक्टर भुवन निरौला, एमडिएस प्रोस्थोडन्टिस्ट, हाल ओम समाज डेन्टल हस्पिटलमा कार्यरत छु।